सो हेलो गाइज, म चाहिँ अब गाउँतिर निस्किएँ। अब गाउँमा कस्तो के भएको छ भनेर हेर्नको लागि। अनि धेरै दिन भएको थियो नि त गाउँतिर नगएको, अनि के भएको रहेछ नि त हेरौँ के छ कस्तो छ भनेर चाहिँ म टक्क लगाएर निस्किसकेपछि हेर्छु त सबैतिर फुलै फुल। आजभोलि त कस्तो राम्रो राम्रो फुलहरू पाउने रहेछ। मैले नि टक्क मोबाइल झिकेर भिडियोहरू बनाउन थालिहालेँ। कति धेरै फुलहरू रहेछ के। अनि पछि यो गुलाबहरू नि फरक फरक कलरको। अनि त्यसपछि फुलहरूको नाम त मलाई खासै केही पनि थाहा छैन, त्यही पनि यो फुलहरू हेर्दाखेरि चाहिँ लास्टै मन पर्यो। अनि फोटोहरू खिचेँ। त्यसपछि म गएँ, बाटोमा हिँड्दै थिएँ अनि धेरै फुलहरू देखेँ। फुलहरूको आज फुलहरू कलेक्सन नै गरौँ भनेर अनि सबै फुलहरूको भिडियो चाहिँ बनाएँ। त्यसपछि यो फुलको नाम के हो हजुरहरूले चाहिँ कमेन्ट गर्नु होला, मलाई चाहिँ नाम थाहा छैन। त्यसपछि यो चाहिँ काँडे काँडा हुँदो रहेछ। अनि यो हाम्रो गाउँतिर पाउँछ भोगटे। यो भोगटे पनि यति ठुलो भइसकेको रहेछ। अनि यो भोगटेको पनि भिडियो सिडियो बनाएँ। यहाँ चाहिँ कस्तो राम्रो बाख्रा रहेछ। अनि म हिँडेँ। यो चाहिँ हाम्रो गाउँको गल्ली गल्ली गल्ली। अनि कटहर पनि यति ठुलो भइसकेको रहेछ। अनि त्यसपछि हिँडेँ बाटोमा हिँडेँ। यहाँ त सेतो फुल रहेछ। यो चाहिँ सेतो फुल मैले फेरि कस्तो मन परेको कि यो हेर्दै कस्तो बिचमा रेड अनि साइडमा व्हाइट रहेछ। अनि मैले चाहिँ तानेर भिडियो बनाएँ। टिप्न चाहिँ टिपिनँ मैले, किनकि फुल अब टिप्न बिना काममा किन टिप्नु भनेर। यो चाहिँ चैते धान कति ठुलो भएको रहेछ। यो चाहिँ हाम्रो गाउँको मन्दिरको माथि त बेल मात्र फलेको रहेछ। धेरै पुरानो भइसक्यो नि त, त्यही भएर त्यस्तो छ। यो चाहिँ रोज। अनि यो हाम्रो गाउँको बाटो। अनि हामी लाग्यौँ अब हिँडेर वाक्क दिक्क भयो। अनि त्यसपछि के खाने भन्दाखेरि हाम्रो गाउँतिर फेरि पाउने भनेको चाउमिन मात्र हो। अनि ठिकै छ नि त भनेर त्यही खायौँ। यहाँको चाहिँ स्पेसल नै हुन्छ भनौँ न, यतातिरको चाउमिन चाहिँ अरू ठाउँको भन्दा यताको चाहिँ मलाई मनपर्ने के। धेरै ठाउँको खाएको छु तर बेस्ट चाहिँ मलाई यहीँ बर्दियाको लाग्छ, त्यो पनि हाम्रो गाउँको स्पेसल। त्यसपछि यहाँ भेडाहरूले घाँस खाइरहेको रहेछ। म चाहिँ घरतिर लागेँ। त्यसपछि हिँडेँ अनि घर नै आउन थाल्यो। त्यसपछि घर पुग्न थालेँ। अनि घर पुगेर के गर्ने भनेर सोच्दै थिएँ, ट्याक्क दिमागमा आयो कि बाख्रा चराउनु पर्ने मेरो काम छ। त्यसपछि पानीको बोतल लिएर म चाहिँ लागेँ बाख्रा चराउन। अनि यस्तो घाममा पानी त खानुपर्छ भनेर सोचेर पानी लिएर बाख्रालाई चाहिँ चराउन लगेँ। आफू चाहिँ छायामा बसेँ। बाई बाई गाइज, आजलाई यति नै। पानी चाहिँ खान नबिर्स्नु होला।